हेलो हेलो साथीहरू, हाम्रो चाहिँ यहाँ मुलाहरू रेडी हुँदैछ। मुला किम्चीको लागि र मिक्स अचारको लागि। यो मुलालाई चाहिँ सफा पानीमा राम्रोसँग धोएर यता साइडमा राखिएको छ। सफा पानीमा राम्रोसँग धोइसकेपछि यो मुलालाई चाहिँ छिलेर यसरी साइडमा राखिएको छ। सँगै मुला साइजमा टक्क मिल्ने गरी कटिङ पनि भइरहेको छ यहाँ चाहिँ। अनि लप्सी पनि साइडमा राखिएको छ। टुक्रा टुक्रा पारिएको मुलाहरू चाहिँ मजाले यहाँ कटिङ भइरहेछ। यो मुलालाई चाहिँ फेरि हामीले ओइलाउनको लागि यसरी सुकाइन्छ। अनि यो चाहिँ हल्का मात्रै सुकाउने हो, घाममा होइन, यो भित्र सुकाउने हो। अनि यो मुलाहरू रेडी भइसकेपछि यहाँनिर सबै देख्न सक्नुहुन्छ, मुलाहरू चाहिँ यसरी सुकाइएको छ। घाममा होइन नि, फेरि यो त भित्र हो, कुरुक कुरुक गर्नको लागि। अनि फेरि लप्सीको अचार पनि रेडी हुँदैछ। दाउरामा नुवाकोटमा लोकल स्टाइलमा बनाइएको यो लप्सीमा चाहिँ यो लप्सी चाहिँ मजाले चलाउनु पर्छ। बोक्राइ समेत बनाउने भएको भएर यो लप्सी मजाले पटपट नफुटेसम्म यसरी पकाउनु पर्छ। यसरी बनाएको लप्सीको अचार चाहिँ हाम्रो सपमा आइसक्यो। साथीहरू, हजुरहरू माछापोखरी नजिक हुनुहुन्छ भने हाम्रो सपमा भिजिट गर्न सक्नुहुन्छ। अनि यस्तै मिक्स अचार, लप्सीको अचार र सम्पूर्ण आमाको अचारहरू पनि हाम्रो हनी हिल फुड एन्ड पिकलमा रेडी भइसकेको छ। आउनुहोला, भिजिट गर्नुहोला।